छोरी ए छोरी कता गइजे ए छोरी त मेरो छोरी होस् न खोइ मेरो छोरी मलाई मेरो छोरी चाहियो तुरुन्तै छोरी निस्किन्न त यो ए छोरी नरो छोरी नरो अब तेरो आमा आइसकेकी छिन् तैँले रुनु पर्दैन अब तेरो रुनी दिन सक्यो नरो छोरी यसरी नरो खास कुरा चाहिँ के हो अनि जोइ खोइ भन्न बहिनी त किन रोइ मात्रै रहेकी छस् भन् कहाँ छन् जोइ हो नानी रोएर आफूले आफूलाई कमजोर धेरै नबनाउनुहोस् अब केही बेर नलिनुहोस् अब त हामी आइसकेको छौँ नि छोड्दे बुहारी अहिले हाम्रो छोरी बोल्ने अवस्थामा छैन ओइ छुजुन्द्री तेरो दाजु भनौ त कहाँ मुन्टेको छ दाइ त काममा जानु भएको छ तेरो दाइ काममा गएको छ कि कुचैसँग लट्ठारिएर बस्नु गएको छ त्यो हामीलाई थाहा छ तेरो दाइलाई स्वास्नी चाहिने भए ससुराली लिन जा भन्थे हिँड छोडी होइन तुलसीलाई के भएछ रुँदै माइत लिएर गएको चिन्ता आमा म एकैछिन माथि गएर आउँछु नि है कहाँ जाने छिटो आइयो छिटो आऊ छोरी हामी यहीँ पर्खेर बस्छौँ छिटो आइज है रुक भाउजू तपाईले मेरो बाटो किन रोक्नु भा मलाई भाउजू नभन् चौता भन् चौता भाउजू तपाईँ के भन्दै हुनुहुन्छ म जे भन्दैछु सही भन्दैछु मेरो श्रीमानसँग नाना थरी गरेर नराम्रो काम गरेर अझ सोची भन्छस् बुझ पचाउँछस् यो पिसुन पिसाउने बहानामा मेरो श्रीमानसँग भेटेर मेरो सोझो श्रीमानलाई बिगारी छैन तेरो यो पिसुन पिसुन अनि सुन म यो घर छोडेर जाँदैछु गरी खा छोरी कहाँ गएकी अनि कति ढिलो गरेकी कहाँ ढिला गर्नु नि बा मैले रोपेको धानमा धानभन्दा नि धेरै झार उम्रिएको थियो त्यसैलाई उखालेर राखेँ के कुरा गर्थे यो हिँड बहिनी
ल मासु तैँले हिजोदेखि मासु खाने रहर गरेको थिइस् नि जा त पानी लिएर आइज बहिनी फेरि हजुर खै त बाजु खै काण्ड तैँले मचाउँछस् घरमा आएर मलाई सोध्छस् काण्ड मच्चायो अरे होइन मैले त्यस्तो काण्ड के मच्चाएर हो बहिनी सबै कुरा थाहा भएर पनि किन अन्जान बन्छस् दाइ होइन म के कुरामा चाहिँ अनजान बनेर कि फेरि मलाई थाहा नै त्यस्तो नराम्रो काम मैले के गरेर त किन कुरा घुमाएर भन्छस् नानी सिधा सिधा भन्न त्यो बुझ्ने तरिकाले त बिहान काममा जाँदाखेरि बाटोमा के हरकत गरेको थिइस् हँ मैले त्यस्तो बाटोमा के हरकत देखाएर कि मान्छे काममा गएको छ थाकेर आएको छ यसो मलाई तनाव न त नानी फेरि घरमा भाउजू पनि छैन कुरा के हो मलाई खुलाएर भन् त सुन के हो कुरा भनेर त अघि बाटोमा सोनियासँग नराम्रो हरकत गर्दै बसेको रे यी सब हरकत भाउजूले देख्नु भएको रे भाउजू घरमा रिसाएर आउनु भएको थियो भाउजूले माइती घरमा फोन गरेर सबैजनालाई बोलाएर मलाई पनि गाली गर्नुभयो अनि भाउजू जानुभयो फेरि भाउजू माइत गए अनि म सोनियासँग कहिले त्यस्तो नराम्रो हरकत गरेर ए भनेपछि कुरा यो पो हो सुन बहिनी त्यो सोनिया छ नि त्योसँग म जिस्किएको होइन अघि काममा जाँदाखेरि त्योमा जान त सँगै तल काम त्यो पनि मकै बिसाउन जाँदै रहेछ बाटोमा हिँड्दा हिँड्दै उसको आँखामा किरा पर्यो अनि मैले किरा झिक्दिएको हो फेरि भाउजूले देखेर नराम्रो सोचेछ फेरि भाउजू कस्तो हो भने कि आफ्नो श्रीमानप्रति विश्वास हुँदैन त्यो त मलाई थाहा छैन त्यो त तिमीहरू दुईटा बिचको कुरा हो यदि भाउजू चाहिन्छ भने लिन जाने म यत्रै जान्न गल्ती छैन मेरो गल्ती बिना डराउँदिनँ र श्रीमान काममा गएको छ काममा गएको श्रीमानलाई बेकारमा शङ्का गरेको छ अलिक हुन्छ नि तरिका हेर नानी म त्यसलाई कुनै हालतमा लिन जान्न जहिले सुकै शङ्का गरेछ अनि कति साह्रो शङ्का गर्नु सक्यो तेरि भाउजूले तेरि भाउजू के भन्ने रास लाग्छ मलाई त घर गृष्टि गरेर खान्छु भने आकी हो यदि चाहन्छ भने आफै फर्केर आउँछ म त कुनै हालतमा लिन जान्न गल्ती त तेरै देखिन्छ दाइ भाउजू पनि आउनु हुँदैन त गएन भने त तिमीहरूको सम्बन्ध बिग्रिहाल्छ नि त्यही भएर जसरी भए नि जानुपर्छ अहिले भनिस् डल्ली म यसबारेमा के सोच्छु जान त म जान्छु तर अहिले जाँदैन अहिले म गयो भने जय यति चाँडै आयो भने मेरो इज्जत नै रहँदैन भोलि बिहान जाने हो बुझिस् नि जामिन आज मासु ल्याइया छ फेरि भाउजू नभए बेला मासु गम गम खानुपर्छ है देख्नुभयो त बुढा त्यो जोइ भन्नकोलाई हाम्रो छोरीको माया लागेको भए लिन आइहाल्थ्यो नि आज पनि आएन हुन त के आओस् पक्कै त्यो कुञ्चैसँग सल्केको छ नभए त आइहाल्थ्यो नि नाताले नै बुढी जोइको केही काम परेर आउनु नभएको हुनसक्छ तर भोलि त आइहाल्नुहुन्छ आउँदैन त्यो अब लिन त्यो कुञ्चैसँग सल्किसकेको छ अब त्यो आउला जस्तो लाग्दैन मलाई त आउँछ ल म त सुन्छु अब त्यो आउँदा नै परेको छैन नआओस् भोलि त्यो अब डिबी आउँछु भनेको छ त्यसैसँग बिहे गरेर पठाइदिने हो छोरीलाई छोरीले सुख त पाउँछ त्यसका के सुख पाए यत्रो दुःख पाइबेको कारण हाम्रो छोरीले मसँग कुरा गर्दै थियो भोलि बिहानै आउँछु भनेको छ
पठाइदिने हो छोरीलाई। तपाईँ तयारी गर्नुहोस्, त्यसैसँग पठाइदिने हो छोरीलाई। अब ल ल जे कुरा गर्नुपर्छ भोलि बिहान गरौँला। अहिले सुत। सुत्न मात्रै हतार भएको। आफूलाई यहाँ कति पिर परेछ। कपाल पनि छोटो छ, के गर्नु। हुन्छ फकाउनु म जानु पर्ने रे। झगडा गरेर बेकारमा शङ्का गरेर बाख्ने थियो। आफै आयो भने हुन्थ्यो। यो बहिनीले जाम भने हुक्कै पारेर, नत्र यत्रै जान्थेन म। चोर्या मान्छे भयो। बहिनी, ओ बहिनी, तयार भइनस्? हुँदैछ कि हुँदैछ, एकछिन रुक न। म सेलरोटी प्याक गर्दैछु। झगडा गर्ने बेलामा आफू झगडा गर्ने, सेलरोटी बनाउने प्याक गर्ने मलाई झपझप। के भयो, सेलरोटी प्याक गर्नुपर्ने हो। छिटो आइज भने ठिक भइगयो। ल आए। मेरो ससुराल मात्रै जाने समय छ र काममा पनि जानुपर्छ। काम नगरी खाना पुग्दैन। अब तैँले मलाई जाम भनेर मात्रै के नानी, तँलाई राम्रोसँग थाहा छ त नानी तेरो दाइ कस्तो छ भनेर, र तेरो दाइको हरकत कस्ता छन् भनेर। बच्चैदेखि एउटा महिलालाई मैले आमाको रूपमा हेरेको थिएँ। तुलसी बाहेक अरू सबैलाई। कसैलाई मैले त्यस्तो नराम्रो केही सोच्दैन थिएँ। तर आज त्यो तुलसीले नभएको आरोप लगाएर माइत गई। हेर्न मात्रै नसके आमा, मनभित्र पीडा छ। मलाई त्यो जानै मन थिएन। तैँले भनिसकेर मात्रै म तयार भएको। मलाई थाहा छ दाइ, तेरो आनी बानी कस्तो छ भनेर। मेरो बाउ भने नि आमा भने नि सबै त्यही हो। तैँले मलाई हुर्काएर यत्रो बनाइस्। अब कुरो यही हो, सेलरोटी प्याक गरेको छु। उता ससुरालीमा धेरै चर्को छोडेर नबोलाइस्। जाऊ नि। ल बहिनी, जान त जाने। म त्यहाँ गएर सासु आमालाई ससुरालाई नमस्ते चाहिँ गर्दैन है नानी। त्यही त नानी, म त यत्रै गर्दैन। तर यार कम त धम्की दिएर रहेछन्। जे सुन त मेरो बहिनी पो होस् त। जाबु त धम्की त सहन सकिहाल्छ नि। तर मलाई यत्रो हुर्काएर बढाएर यत्रो बनाएको छ। जाबु त्यो मेरो लागि केही पनि होइन। त्यस्तो त म त हो, तर पनि जुन बहिनी होस् नि, फर्काउँदा तपाईँले गर्दा म त दुखिहाल्छ नि। बुहारी, तिमीलाई चिया खै त? आमा म चिया नखाने। बस नि त, किन उभिरहेकी? हुन्छ आमा। अनि सासामा अहिले नै सासामा नबन्नु होला। अब हजुरहरूले त मसँग अहिले नै तुलसीको बिहे गर्ने प्रस्ताव राख्नु भएको थियो। तर के गर्नु, बिचारीले मान्दै मानिनेन्। तर यो सबै भाग्यको खेल हो। तुलसीले अरूसँग बिहे गरे पनि मलाई त्यस्तो केही फरक पर्दैन। बिचारीको लेखनाइ त्यतिसम्म रहेछ। अबको लेखा भनेको मसँग हो। तपाईँहरूले केही चिन्ता गर्नु पर्दैन। तुलसीलाई मैले तबदेखि माया गर्थेँ जबकि मैले कट्टु लाउँदैन थिएँ। अहिले त पैन्ट, स्टाकोट, बोटी सबै लाउने भइसके। बिचमा मलाई डिबी पनि पर्यो। त्यसपछि
अमेरिका गएँ। अमेरिका गइसकेपछि त्यहाँका खोइरा सेतना सेटे केटीहरूले मलाई कति आँखा लाउँथे, कति पछि लाग्थे। तर पनि मेरो उनीहरूप्रति मन गएन, किनकि मेरो यो मनमा त तुलसी थिए, तुलसी। हो बाबु, हामीले कति धेरै कोसिस गरेकै हौ, तर तपाईँसँग बिहे गर्न मान्दै मानिन, अर्कैसँग बिहे गरेर गए। अहिले दुःख पाए। हो, पहिले नै मेरो बहिनीले तपाईँसँग बिहे गरेको भए उसले दुःख पाउने थिएन होला, तर तपाईँ धेरै महान हुनुहुँदो रहेछ, जसले यी सब कुरा थाहा हुँदाहुँदै पनि मेरो बहिनीलाई सहजै स्वीकार गर्नुभयो। महान त मलाई सबैले महान भन्छ, किनकि म छु नि त्यस्तै। अब कुरो रह्यो हजुरकी बहिनीको। हजुरकी बहिनीलाई त मैले पहिल्यैदेखि मनमा हटाइसकेको थिएँ, किनकि यो डिबी कान्छाले एकचोटि मनमा हटाइसकेको मान्छेलाई त्यति सजिलै हटाउन सक्दैन। म जति नै टाढा भए पनि तुलसीलाई कहिले पनि बिर्सिन सकिनँ। उसलाई माया गरिरहेँ र गरि पनि राख्नेछु। अब दायाँ बायाँ के कुरा गर्नु, म अब तुलसीसँग बिहे गर्न चाहन्छु। दिदी बाबु, तपाईँले साह्रै राम्रो कुरा गर्नुभयो। गरिहाल्नुपर्छ यो बिहे त। भोलि नै जन्ती लिएर आउनुहोस्। एकछिन, तपाईँहरूको सहमतिले मात्र हुँदैन, छोरीको पनि सहमति चाहिन्छ। छोरीले एकचोटि सोध्नुपर्छ। छोरी, ए छोरी, बाहिर आइज त। हजुर आमा, भन्नुहोस्। हेर त छोरी, दिबी बाबु आउनु भएको छ। पहिले उहाँसँग बिहे गर भन्दा तैँले मानिनस्, अर्कैसँग बिहे गरेर गर, अहिले दुःख पाइस्। हेर त, अहिले पनि डिबी बाबु तँसँग बिहे गर्न सहमत हुनुहुन्छ। यसमा तेरो मन्जुर छ कि छैन? यत्रो मन्जुर